So hi everyone, यो चाहिँ हाम्रो फेसन सोको भिडियो थियो। लाइफमा फर्स्ट टाइम मैले फेसन सो गरेको थियो। अनेस्टली मलाई चाहिँ फेसन सोहरुको एकदम मन पर्छ। इन विदाउट टाइमिङ हामीहरूले यति धेरै राम्रो प्रिपरेसन गर्न पाएको थिएन। एक दिनमै हामीहरूले कपडाहरु यतिको बनाएको थियौं। मेनली त झन् मेरो कपडा त सफ्ट रेसमा दिनले नै बनाइदिएको, के वेयरिङ गर्ने मलाई थाहा नि थिएन। यो चाहिँ हाम्रो ग्रुपको परफर्मेन्स हो, देख्न सक्नुहुन्छ। We don't have much of time to practice, त्यसैले हल्का हल्का बिग्रेको पनि छ। तर फेसन सोमा चाहिँ लास्ट इन्जोय एकदम रमाइलो हुँदो रहेछ गाइज। यहाँको चाहिँ फेसन सो चाहिँ अनिवार्य नै हुने, लाइक सबैजनाले आफ्नो भएको स्किल क्रिएटिभिटीहरु देखाउन सक्नु पर्दो रहेछ। त्यसैले देख्न सक्नुहुन्छ हामीहरु चाहिँ फर्स्ट पोजिसन ल्याउन नसकिने रनर अप भएको थियौं यसमा पनि। अनि यो चाहिँ देख्न सक्नुहुन्छ हामीहरुले आफ्टर फेसन सो पछि गरेको थियौं। यो नो सिंगानीमा चाहिँ एकदमै सानो सानो मेमोरीहरु रहेको छ। यो चाहिँ आई होप पछि फ्युचरमा पनि एकदम मेमोरेबल हुनेछ हामीहरुलाई। सो आजको भिडियो यति नै। हामीले मेडल पनि जितिसकेको छौं गाइज।